अस्ति त यहाँ अनि हामी भैली खेल्दाखेरि किन आएन दोस्रो दिन बेलुकामा 3 बजे आएको त हुनुहुन्थेन अनि हामी भैली खेल्न जाँदा हामीसँग किन पछाडि आएन त तपाईँले भेट्दै भेट्दै मैले देख्दैन त्यसो बुवासँग गयो पछाडि को बुवासँग बाबासँगै कुरा काट्न कुरा काट्न गयो त्यसपछि ल अब कान समात पहिला अब सजायो बाबु ल कान समात 5 चोटि उठबस गर ल छिटो छिटो अब भने मानेन भने फेरि म त फेरि लटी लिएर आइज प्रतीक ल 5 चोटि ल ल केही हुन्न के ल ल 5 चोटि उठबस गर ल गर न गर अब तिम्रो सजायो त त्यो ल छिटो छिटो ल ए प्रतीक लटी लिएर आइज छिटो ल लटी ए स्केल ठिक छ ठिक छ स्केल सबैले पिट्न लागि कोही के दुख्छ नै ल त खाने कि उठबस गर्ने ल भन्नु तेरो हाँसेछन् बहिनी ल ल त खाने साँच्ची 5 चोटि उठबस गर क्या यो दुख्छ कि यस्तो पनि हान्छु म फेरि न त हुन्न त्यस्तो हुन्न यस्तो मुखी हान्छु यस्तो कि यस्तो ढार मुखी हान्छु उठबस गर कि उठबस गर हानौँ कि नै सानो नानी हान्ने कि नहान्ने दादालाई हान्ने कसरी हान्ने बेसरी हान्ने कसरी हान्ने यसरी कसरी हान्नु ल है ल तिमी हान्दियो ल ल हान्दियो हान्दियो सबैको खाप्छ त हेर्नु लायक छ जा त्यो लिएर आइज ल तिमीलाई भैले टिमबाट गिफ्ट हो खुसी छौ यता आएर त खै अब खुसी छौ कि नै सबिन ल तिमीलाई यो पनि हो तिमी पिकनिक खान पाएन नि त्यही भएर तिमीलाई मैले पिकनिक लागि गरेको छु खुसी छौ अब त ल यता आएर खै कति रुपियाँ आयो सबिन अनि अरू के पायो त ल ल